शिबु दादा धेरै इम्पोर्टेन्ट काम छ, छिटो दादालाई उठाउनु पर्यो। कसले याद गर्यो शिबु दादालाई? दादा एकजना मान्छेलाई उठाउनु पर्ने थियो। को अहिले त्यो दिउँसोको 12 बजेसम्म सुत्ने? नहीं, मैं गाली नहीं दे सकता। नहीं, गाली नहीं देना। त्यस्तो होइन कि दाइ यार, मान्छेलाई ए त्यस्तो पो हो। तेरो काम भइहाल्छ भाइ, चिन्ता नगर। बरु भन को त्यो? मान्छे को मान्छे? त्यही कि दाइ, काले। को काले? घर कहाँ हो त्यसको? त्यसको घर मेरो घर अगाडि। अनि तेरो घर कहाँ हो त? मेरो घर त्यसको घर अगाडि। त्यसमै तिमी दुईजनाको घर कहाँ हो त? अगाडि पछाडि। भाइ यार दिमाग खराब गर्छस्? दाइ यार नरिसाउनु न, बरु म लगेर देखाउँछु तपाईँलाई। जाम हिँड्नु। दाइ दाइ त्यसको घर यही हो। भाइ तिमी यो सोच कि तिम्रो काम भइसक्यो। यो घर कसको? यो घर दाइ, यो घर त मेरो हो। केटा हो, यदि यो तेरो घर हो भने तैले अहिलेको अहिले यो घर मेरो नाममा गर्दे। दाइ दाइ प्लिज यस्तो नगर्नु न दाइ, यो घर मेरो खुन पसिना एक गरेर बनाएको घर हो दाइ। होइन होइन, सुर्खेतमा यतिको घर हुनु भनेको कुनै चान्चुने कुरा होइन। मसँग पैसा यति छ, तर मैले चाहेर पनि यस्तो घर बनाउन सकिनँ। तैले अहिलेको अहिले मलाई यो घर मेरो नाममा गर्दे। ए दाइ तपाईँ यति सानो सानो कुरामा टेन्सन लिनुहुन्छ? यो भन्दा खतरा खतरा राम्रो राम्रो सुन्दर सुन्दर बलियो बलियो घर बनाउन सकिन्छ नि। तपाईँलाई थाहा छ दाइ, हाम्रै वीरेन्द्रनगर 6 मा रहेको मजबुत एन्ड डीके बिल्डर्समा यस्तो घर बन्छ नि। यदि हजुरले पनि यस्तै घर बनाउन चाहनुहुन्छ भने तल दिएको नम्बरमा कन्ट्याक्ट गर्नु होला। तपाईहरुले पनि के हेरेको, यो कुरा तपाईहरुको लागि पनि हो।